हालेलुया Amen. हालेलुया Amen. खुसीको हात चिसोले हो कि के हो हुन्छ हाम्रो परमेश्वरलाई महिमा भएको होस् र यहाँ उपस्थित हुनुभएका कृष्ण प्रियजनहरूमा मेरो न्यानो न्यानो अभिवादन जय मसीह र मलाई यहाँ बोल्नको लागि समय दिनुहुने स्थानीय पास्टरज्यू डिकन बोर्ड अनि मण्डली परिवार जसले चाहिँ मेरो निम्ति हप्ताभरि प्रार्थना गरिदिनुभयो यहाँलाई म धन्यवाद भन्न चाहन्छु हामी सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस् हुन्छ अब हामी वचनमा जानेछौँ अनि आज चाहिँ मैले यहाँहरूको बिचमा वचन चाहिँ हामीले सुनिराखेको जानिराखेको अनि हामीलाई सबैलाई थाहा भएकै कुरामा मैले ल्याएको छु र आजको वचन चाहिँ छ अनन्त जीवन भनेको के हो अथवा अनन्त जीवन हामीले कतिखेर र कसरी पाइन्छ भन्ने कुरामा आजको वचनबाट म चर्चा गर्न गइराखेको छु र वचनमा जानको लागि चाहिँ यो हामीले सुनिराखेको जानिराखेको भएको हुनाले म तपाईँसँग प्रश्न गर्न चाहन्छु यी अनन्त जीवन भनेको के हो तपाईँले कसरी बुझ्नु भएको छ अनन्त जीवन भनेको के हो अरूले पनि भन्नुहोस् नाश नहुने जीवन अविनाशी जीवन अरूले भन्नुहोस् अनन्त जीवन भनेको कहिले नबित्ने जीवन जिउने जीवन गर्नुपर्ने जो कोही पनि नाश यहाँहरू सबैजनालाई धन्यवाद तपाईँले राम्रो भन्नुभयो तर यो एन्सर चाहिँ बाल सङ्गतिको नानीहरूले दिने एन्सर हो आज चाहिँ हामी अलिक गहिरो रूपमा अनन्त जीवन भनेको के हो भन्ने कुराहरू बुझ्नेछौँ तपाईँले भनेको ठिकै हो तर अझ पनि त्यसको अझै गहिरो अनन्त जीवन भनेको चाहिँ नाश नहुने जीवन मात्रै होइन अब तपाईँलाई अलिकति म पनि भनिदिनु पऱ्यो मानिस चाहिँ 3 भागले बनेको हुन्छ एउटा शरीरले एउटा प्राणको भाग एउटा आत्माको भाग अनि यो आत्माको भाग चाहिँ अविनाशी हुन्छ चाहे त्यो उद्धार पाएको मानिसको होस् चाहे उद्धार नपाएको र आत्मा चाहिँ कहिले पनि मर्दैन होइन डेस्टिनी मात्रै फरक हुन्छ उद्धार पाएको चाहिँ स्वर्ग जान्छ उद्धार नपाएको चाहिँ नरकमा जान्छ दुईवटा डेस्टिनी मात्रै फरक हुन्छ त्यस कारणले अनन्त जीवन भनेको चाहिँ नाश नहुने जीवन मात्रै नभएर अरू केही हो अनि त्यसको बारेमा हामी वचनमा आज हेर्नेछौँ हामी सबैजना सुसमाचार यूहन्ना 3:16 पदलाई सुसमाचार यूहन्ना 3:16 पद सबैजनाले मसँग पढ्दाउनुहोस् हामी एकैसाथ पाठ गर्नेछौँ अनि हामी आजको वचनमा जानेछौँ पाउनुभयो होला यूहन्ना 3:16 पद काउन्ट डाउन दिन्छु हामी एकैसाथ पढ्नेछौँ पाउनुभयो सबैजनाले 1 2 3 परमेश्वरले के गर्नुभयो अरे परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कस्तो प्रेम यस्तो प्रेम गर्नुभयो हामी सुन्दैनौँ यस्तो मिठो खानेकुरा खाइयो यस्तो राम्रो कुरा देखियो भनेको चाहिँ के भने त्यो जस्तो अरू थिएन भनेको होइन अनि परमेश्वरले पनि संसारलाई यस्तो प्रेम गर्नुभयो जो ब्रह्माण्डमा अहिलेसम्म कसैले गरेको छैन र गर्ने पनि छैन अनि यसलाई चाहिँ प्रेमको हाइएस्ट लेभल भनेर भनिन्छ अनि प्रेमको बारेमा हामीले हेर्छौँ भने ग्रिक भाषामा 4वटा शब्द चलाइएको छ पहिलो शब्द हो एरोस भन्ने अनि दोस्रो शब्द हो फिलिया अनि तेस्रो शब्द हो स्टोर्गे अनि चौथो शब्द हो अगापे अगापे प्रेम गर्नुभयो भनेर हामीले त धेरै हामीले बोलिराखेका छौँ सुनिराखेका छौँ हामी प्रार्थना गर्दा अरू बेला प्रशंसा गर्दाखेरि पनि हामी आराधना गर्दाखेरि पनि हामी यो वर्डलाई चाहिँ चलाइराखेका छौँ होइन अनि इरोस भनेको चाहिँ यो चाहिँ रोमान्टिक प्यासनेट लभ भनेर भन्छ अङ्ग्रेजीमा
यो चाहिँ युवा युवतीमा भने बोयफ्रेन्ड र गर्लफ्रेन्डको बिचमा हुने प्रेमको सम्बन्धलाई चाहिँ इरोस भनेर चाहिँ ग्रिक भाषामा भनेर भन्दछ। त्यसै गरी फिलिया भन्ने प्रेम चाहिँ यो चाहिँ फ्रेन्डसिपमा साथीभाइमा हुने प्रेम, साथीभाइमा नै एक किसिमको डिप प्रेम हुन्छ, त्यो प्रेमलाई चाहिँ फिलिया प्रेम भनेर चाहिँ फिलिया लभ भनेर चाहिँ भन्दछ। अनि त्यसै गरी स्टोर्गे भन्ने प्रेम चाहिँ यो चाहिँ बाबुआमा र छोराछोरीको बिचमा अनि छोराछोरी र बाबुआमाको बिचमा, यसलाई नेचुरल लभ पनि भनेर चाहिँ भन्दछ। अनि यसलाई चाहिँ स्टोर्गे भनेर चाहिँ के अरे ग्रिक भाषामा भन्दछ। अनि त्यसै गरी लास्ट चाहिँ अगापे भनेको चाहिँ यो चाहिँ सेल्फलेस अनकन्डिसनल लभ होइन। अनि यो चाहिँ कन्डिसनै बिगारको सेक्रिफिसियल लभ पनि भनेर भन्दछ। अनि यो कन्डिसन बिनाको सेल्फलेस, त्यसमा कुनै पनि चाहिँ परमेश्वरको चाहिँ हामीलाई प्रेम गर्नुमा उहाँको कुनै पनि स्वार्थ थिएन। सेल्फलेस कुनै पनि स्वार्थ बिना चाहिँ उहाँले प्रेम गर्नुभएको थियो। अनकन्डिसनल, त्यो पनि फेरि अनकन्डिसनल, कुनै पनि कन्डिसन नराखी, कुनै पनि एउटा प्रेमको सीमा नराखिकन चाहिँ उहाँले हामीलाई प्रेम गर्नुभयो। अनि त्यसलाई चाहिँ अगापे भनेर भन्दछ। अनि परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभयो भनेको चाहिँ यही हो। कुनै पनि यो ब्रह्माण्डमा चाहिँ, यो पृथ्वीमा, यो संसारमा चाहिँ यस्तो प्रेम चाहिँ हामीलाई कसैले पनि गर्न सक्दैन र फेरि कसैले गर्नेवाला पनि छैन भनेर चाहिँ यो भनेको। अनि तल यहाँनिर के भन्यो भने उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँनिर चाहिँ यसरी भन्यो होइन। अनि यो वचनले हामीले के बुझाउँदो रहेछ भन्दाखेरि यदि हामीले उहाँको पुत्रमाथि विश्वास गऱ्यौँ भने चाहिँ हामीले अनन्त जीवन पाउँदछ होइन। अनि यहाँनिर चाहिँ अर्को कुरो के पनि बुझ्यो भने परमेश्वरको पुत्र चाहिँ अर्को कुरो हुनुहुँदो रहेछ, अनि अनन्त जीवन भनेको चाहिँ अर्कै कुरो रहेछ भन्ने कुरो चाहिँ अलिकति हामीले यहाँ बुझ्यौँ। अब यसलाई अझ बुझ्नको लागि हामी यूहन्ना पहिलो यूहन्ना 5 अध्यायमा हामी जानेछौँ। पहिलो यूहन्ना 5 अध्यायको 11, 12, 13 पद हामी हेर्नेछौँ। तपाईँहरू मसँग बाहिर पढाउनु होला। पहिलो यूहन्ना 5 अध्यायको 11 पदमा यसरी लेखेको छ, गवाई चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र त्यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग अनन्त जीवन छ र जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग अनन्त जीवन हुँदैन। अनि यहाँनिर चाहिँ यो 11 र 12 पदले के भन्यो भने 11 पदले चाहिँ के भन्यो भने त्यो अनन्त जीवन भनेको चाहिँ उहाँको पुत्रमा छ होइन। अघिको यूहन्ना 3:16 पदले के भन्यो भने परमेश्वरको पुत्रलाई विश्वास गर्यो भने चाहिँ अनन्त जीवन पाइन्छ। तर यहाँनिर आएर चाहिँ के भन्यो भने अलिक त्यो कुरालाई चाहिँ अझै नजिक लिएर आएर चाहिँ यहाँनिर यो पत्रले हामीलाई के भन्यो भन्दाखेरि अनन्त जीवन चाहिँ उहाँकै पुत्रमा छ। अनि त्यसै गरी 12ले भन्छ जससँग पुत्र छ त्यससँग जीवन छ, जससँग पुत्र छैन त्यससँग जीवन छैन। भनेको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ अनन्त जीवन भनेको येशू हुनुहुँदो रहेछ, अनन्त जीवन चाहिँ येशूमा रहेछ भन्ने कुरो चाहिँ यो कुरोले प्रमाणित गर्यो। अघिको त्यो हाम्रो यूहन्ना 3:16 पदले चाहिँ हामीले टाढोबाट चाहिँ के अरे क्यामेरा खिचेको अथवा भिडियो खिचेको जस्तो भयो। अनि यसले चाहिँ 11ले चाहिँ अलिक नजिक ल्यायो। अनि 12 पदले चाहिँ के भन्यो त भन्दाखेरि अझ नजिक ल्याएर प्रष्टसँग के भन्यो भन्दाखेरि येशू ख्रीष्ट नै अथवा परमेश्वरमा अनन्त जीवन छ, अनि त्यो अनन्त जीवन चाहिँ येशू ख्रीष्ट हो भनेर चाहिँ यो पत्रले भन्यो होइन। अनि यो अनन्त जीवन चाहिँ यसलाई चाहिँ जोएल लाइफ भनेर भनेको छ। यो जोएल लाइफ भनेको चाहिँ ZOE जोएल लाइफ भनेको चाहिँ यो चाहिँ नयाँ करारमा आएको जीवन हो। अनि यो जीवन चाहिँ पुरानो करारमा थिएन। पुरानो करारमा भनेको जीवन चाहिँ CHAY काय लाइफ भनेर भन्ने थियो। त्यो चाहिँ आदममा भएको लाइफ थियो, आदममा भएको जीवन थियो। अनि यो चाहिँ नयाँ करारमा आइसकेपछि येशू ख्रीष्टबाट आएको जीवन, येशू ख्रीष्टमा भएको जीवनलाई चाहिँ जोएल लाइफ भन्दछ। अनि त्यो आदममा भएको जीवन र हामीमा भएको जीवन चाहिँ फरक हो। किन फरक हो भन्दाखेरि आदममा भएको जीवन चाहिँ परमेश्वरले बनाउनु भएको जीवन थियो, यो चाहिँ परमेश्वरको स्वरूपमा बनाइएको जीवन थियो भने यो चाहिँ परमेश्वरकै जीवन अनि येशूमा भएको जीवन यो चाहिँ नबनाइएको जीवन